हेलो साथीहरू, स्वागत छ मेरो पहिलो मिनी ब्लगमा। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। आज चाहिँ म घरको वरिपरि सरसफाइ गर्न लागेको, किनभने बर्खाको समय हो। बर्खामा घरको वरिपरि जताततै झारपातहरू पलाएर हैरान पारेको हुन्छ हो। त्यही भएर आज चाहिँ म धाराको वरिपरि चाहिँ झारहरू उखल्न लागेको छु, सरसफाइ गर्न लागेको छु। त्यहाँनिर लट्रङ्ग परेर केही ढुङ्गाहरू छरिएका थिए, त्यसलाई मिलाउँदै थिएँ। अनि झार पनि बिस्तारै उखल्दै थिएँ अनि धोको भरिन लाग्यो हो। अनि एक धोको भयो झार, अनि त्यसलाई लगेर मलखाटमा फालेँ। अनि तुरुन्त आएँ, त्यहाँ एउटा मुढा थियो, त्यसलाई बोकेँ, उता लगेर गोठभित्र हालेँ। यत्तिकैमा आमा आउनुभयो। आमाले यता माथिको नउखल घाँस काट्ने हो भन्दै हुनुहुन्थ्यो। आमा पानी भर्न आउनुभयो। अनि म झार उखल्दै थिएँ, आमाले पानी लिएर जानुभयो। अनि पानी पनि आइरहेको थियो, ढुङ्गाहरू मिलाउँदै झारहरू उखल्दै गरेको थिएँ। धाराको वरिपरि, धाराको अगाडि पछाडि सबैतिर झारहरू उखलिरहेको थिएँ। यतिकैमा धारामा पनि निकै लेउ लागेको रहेछ हो। त्यही भएर धारा पनि घोतेर धुन मन लाग्यो। बाल्टी लिएँ, बौना लिएँ, ब्रस लिएँ, अनि धारा घोत्न थालेँ पानी बगाएर। अनि खोज्दा जाँदै नजाने हो। यो बर्खामा लेउ पनि कस्तो लागेको, धारा पनि चिप्लो थियो। त्यही भएर खोतेँ। अनि धारा धोइसकेपछि फेरि बाटोको त्यो फुलको जराहरूको झारहरू उखल्दै गएँ, तकाल बाहिर तकालभित्र। अनि सबै कामहरू सकेपछि त्यो सरसफाइ गरेको एरिया चाहिँ यस्तो देखियो, तपाईँहरू देख्न सक्नुहुन्छ। आज चाहिँ यति नै गरेँ, किनभने ठुलो पानी आयो। त्यही भएर पानीमा काम गर्न पनि चाहिएन। त्यसैले समय मिलेसम्म म अर्को भिडियो पक्कै नै बनाउने छु। र अर्को भिडियोमा भेटुन्जेलसम्म तपाईँहरू पनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। म पनि स्वस्थै रहन्छु। अर्को भिडियोमा भेटौँला है त।